हाउ टु इम्प्रुभ भर्बल कम्युनिकेसन। तपाईँ हरेक दिन केही न केही प्र्याक्टिस गर्नुहोस्, जसले गर्दाखेरि तपाईँको भर्बल कम्युनिकेसनमा प्लस पोइन्ट आउँछ र तपाईँको कन्फिडेन्स लेभल बढ्छ। तपाईँ हरेक दिन कम्तीमा पनि 5 मिनट्स कुनै पनि बुक पढ्नुहोस्। रिलेभेन्ट बुक हुनसक्छ, आउट नलेजको हुनसक्छ, न्युज पेपर आर्टिकल पढ्नुहोस्। यसले तपाईँको शब्द सङ्कलनमा सपोर्ट गर्छ, जसको कारण इन्स्टान्ट कहीँ पनि गएर तपाईँ बोल्नु पर्ने त्यस्तो सिचुएसन आयो भने तपाईँले त्यो सिचुएसनलाई, त्यो टाइमलाई डिल गर्न सक्नुहुन्छ। नेक्स्ट तपाईँ भिडियो अडियो जे होस् रेकर्ड गर्नुहोस् अनि नेक्स्ट त्यसलाई सुन्नुहोस्। सुनिसकेपछि तपाईँले कहाँ कहाँ चेन्ज ल्याउनुपर्छ, तपाईँको इन्टेन्सन के थियो, तपाईँ किन यो भन्न चाहिरहनु भएको थियो, त्यो कुरा त्यहाँ लिङ्क कनेक्ट छ कि छैन भन्ने कुरा तपाईँ सेल्फ के गर्न सक्नुहुन्छ, त्यो इभ्यालुएसन गर्न सक्नुहुन्छ र अर्कोचोटि प्र्याक्टिस गर्दा त्यसमा चाहिँ चेन्ज ल्याउने इम्प्रुभ गर्नलाई तपाईँलाई हेल्प हुन्छ। सो सेल्फ गाइड हुनको लागि पनि तपाईँले भिडियो अडियो रेकर्ड गर्न सक्नुहुन्छ। डेली बेसिसमा तपाईँले यस्तो किसिमको प्र्याक्टिस गर्नुहुन्छ भने पक्कै पनि तपाईँको कन्फिडेन्स लेभल बढ्छ र इफेक्टिभ कम्युनिकेसन गर्न सक्नुहुन्छ।